सलाम अनि बचे कुचेकालाई जय घन्टी जय घन्टी जय घन्टी। रविले गोटी चालेको जनताले दुईटै हालेको सरकार कसको बालेको चस्माले आँखा टालेको हल्ला गर्दै पालेको महँगीले गरिब गालेको टहरा टुहुरी फालेको नचाहिदो कर डालेको सुरुङ ओलीले हो थालेको। इतिहास मेटेर मेट्न सकिन्न सुरुङको ताम्रपत्र कसले हो सरकार फालेको। पेट्रोलको हाकार बन्द गर्न सरकारले ल्यायो 2 दिन बिदा। ग्यासको हाकार बन्द गर्न कसो होला जनतालाई एक छाक मात्रै खान दिँदा। चन्द्रमा त पृथ्वीको ग्रेटर वाला देखिन्छ नेपालको ग्यासको लाइनले ग्रेटर वालै छेकिन्छ। त्यही भएर त भन्न मन लाग्छ यो नेपाली सिलिन्डर धक्काली डिपोतिर लम्किन्छ। रातैभरि लाइना सुती रित्तो सिलिन्डर फर्किन्छ भनेको यही हो। भारतमा प्रश्न पत्र आउट हुँदा मन्त्रीले राजीनामा दिँदै देश जल्नबाट बचाइदियो। हाम्रामा प्रश्न पत्र आउट हुँदा लाटो सरकारले नबोली नबोली पचाइदियो। थुक्क मही खा। एमालेमा ओलीलाई कसले रोक्ने? गगन दाइले काङ्ग्रेस बोक्ने, ज्ञानेन्द्र साईले राजा बोक्ने, हर्क राईले ढुङ्गा बोक्ने, फेसुका र दारा टोक्ने, प्रचण्ड चाहिँले माधव बोक्ने, रवि दाइले बालेन बोक्ने, बालेनको डोजरले सुकुम्बासी ठोक्ने, वडा सदस्य हैसियत नहुनले सांसद पद धोक्ने। जनताले अब 5-5 वर्ष के देख्न पर्ने भयो? थुक्का तेरीमा टोक्ने। नजाऊ सानो पँधेरीमा आफ्नै स्वास्नीले पनि लात्ताले हान्छे अँधेरीमा भनेको यही हो। जुन नेता सरकारमा गए नि त्यसको मन कालो न कालो। कति मैले घाँटी चिच्चाउने ए दर्शक भगवान। अब त एउटा व्यङ्ग्यात्मक गीत सुन्ने पालो यसका बाउको खालो। कहिले जान्छौ ल्याउँछु भन्थिन् रिमा। ए बाबु बालेन देखाइदेऊ न नेपालले कहाँ कहाँ मिच्यो सीमा। ए बाबु बालेन सरकारले सोचे झै कामै थालेन। ए बाबु बालेन सरकारले सोचे झै कामै थालेन। ए सरकारले सोचे झै कामै थालेन। ए बाबु सुदान चिप्ला चिप्ला ठुला माछा पार्यौ चाप्पा चाप्पा। ए बाबु सुदान अदालतमा पुगेपछि फुत्के झ्याप्पा झ्याप्पा। ए बाबु गुरुङ गतिलो रहेनछ थुन्ने सुरुङ। ए बाबु गुरुङ गतिलो रहेनछ थुन्ने सुरुङ। ए गतिलो रहेनछ थुन्ने सुरुङ। सांसद तिम्रा केटकेटी छन् अलि। ए बाबु लान्छाने 100 दिनमा कसले छोड्यो विदेशीको गल्ली। ए बाबु रविनी ड्याङ्खाला होस्कार तिम्रो छबिनी। ए बाबु रविनी ड्याङ्खाला होस्कार तिम्रो छबिनी। ए ड्याङ्खाला होस्कार तिम्रो छबिनी। ए भाउजू आराजु कति पैसा उडे तिम्रा कति धनमाल जाले। ए भाउजू आराजु डरले हो कि बुढाबुढी विदेशतिर चले। दाइ डढेल धुरेको पैसा त घरभित्र
रहेछ पुरेको दाइ डडेल धुरेको पैसा त घरभित्र रहेछ पुरेको पैसा त घरभित्र रहेछ पुरेको तिमलाई छोड्या छैन चुना फार्या ह्याङले एकेपी कमरेड देश जलायो भन्दै हिँड्छौ त्यही खराने ग्याङले उखान र टुक्काको चुनावमा जनताले खत्रै झुक्काको उखान र टुक्काको चुनावमा जनताले खत्रै झुक्काको चुनावमा जनताले खत्रै झुक्काको पुष्प कमल माओवादी दुप्लाई दुप्लाई बनाइसक्यो सिलिम पुष्प कमल रोल्पाबाट नउठ्या भा फर्किने थियो चिलिम दाहाल कमरेड काँगर र रुनी हो काललाई झम्पेर दाहाल कमरेड काँगर र रुनी हो काललाई झम्पेर लौहेर जनता संसदभित्र आगो बाल्ने हर्का सम्पाङ राईले लौहेर जनता राप्रपाको बिउ